थियो र आज चाहिँ हामी जनकपुरदेखि दाङसम्मको यात्रामा छौँ र मैले चाहिँ जनकपुरदेखि बर्दिवाससम्म जुन बिचमा आउँछन् ढल्केवर सपही महेन्द्रनगर यी ठाउँहरूको चाहिँ बनाउनै बिर्सेछु र बर्दिवासदेखि उताको छ। अब हामी यही वन हुँदै जङ्गल हुँदै सम्म भूभाग हुँदै हामी दाङसम्मको यात्रामा छौँ। यो यात्रा धेरै लामो छ तर लामो भए पनि रमाइलो पनि भइरहेको छ। हेर्न सक्नुहुन्छ सम्म भूभाग छ र हामी आजै दाङ पुग्ने छैनौँ र बाटोमा बस्दै बस्दै होइन जानेछौँ र यो चाहिँ सर्लाही बजार सर्लाही हो। सर्लाहीमा टक्क धेरै बाँदरहरू देख्यौँ हामीले र सर्लाही जिल्ला चाहिँ धेरै छोटो चाहिँ बाँदरहरूसँग चाहिँ मेरो बाँदरमा मजा पर्छ। यस्तो भर्खर एउटा दुश्मनी जस्तै भएको छ बाँदरसँग। बाँदरले चाहिँ मैले धेरै फर्किएर आएर एउटा चौतारीमा बसेर खानु खोजेको त बाँदरले ठट्ट आएर छोडेर लिएर गयो। एउटा दुईवटा भएको भए मन खान्थ्यो तर फर्किएर गयो। बाँदर कति धेरै छ यसमा तर मलाई आई एम फोन्ड अफ मङ्की त्यसैले मन पनि परिरहेछ र हेर्न सक्नुहुन्छ दृश्यहरू भ्युजहरू है। र यसरी हामी चाहिँ यात्रा गर्दै 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 जाँदैछौँ होइन। बिच बिच बाटोमा बोल्दै गफ गर्दै मिठा मिठा कुरा गर्दै गइरहेका छौँ। हेर्न सक्नुहुन्छ यो पनि सर्लाही हो र एकदम वन चाहिँ नै छ है। सर्लाहीसँगै वन छ नेपालहरूको कम्पनी सानो तर फरेस्टमा चाहिँ धनी नै छ हस्पिटल छ। हेर्न सक्नुहुन्छ हेर्नुहोस् त मङ्किस कति धेरै बाँदरहरू यति धेरै बाँदरहरू सिमै थिएन बाँदरको। यसरी नै हामी यात्रा गर्दै 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 गइरहेका छौँ। हेर्नुहोस् त बाँदर कति धेरै बाँदर कति नै थिए है। बाँदरहरू टार्गेट गरेर खिचिरहेको छ है। र हेर्न सक्नुहुन्छ यो चाहिँ पुरा ईश्वरपुर नगरपालिका आइपुगेका छौँ। यो पनि हामी चाहिँ सर्लाही बजारतिरको यात्रामा छौँ। यो चाहिँ त्यही हो सर्लाही बजार नजिकैको ठाउँ हो यो होइन। हेर्न सक्नुहुन्छ हजुरहरूले पिक्चरमा पनि र यो चाहिँ सर्लाही आयो हाम्रो। हेर्न सक्नुहुन्छ सम्म छ मानिसहरू टक्क साइकलमा यात्रा गरेर आफ्नो दैनिकीमा जाँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ घरहरू पनि धेरै सुन्दर छ। हाम्रो मधेस प्रदेश हो यो। हेर्नुहोस् त कति भिड थियो त्यहाँ मानिसहरूको। दसैँ आयो नि त हामी पनि दसैँ मनाउनको लागि जाँदै हो दाङ तुलसीपुर र यो मानिसहरूको भिड हेर्नुहोस् त कति भिड थियो नि त्यहाँ। खसी बोकाहरूको लाइन थियो है। बाँदर त्यहीँ थियो फेरि अनि रमाइलो त्यहाँ सपिङहरू गर्ने मानिसहरूको भिड थियो। चाहिँ सर्लाहीको मेन बजार रहेछ ठुलो थियो यो चाहिँ बजार र हामी चाहिँ अब सर्लाहीपछि हामी रौतहट पुग्छौँ तर सर्लाही जिल्ला नै ठुलो छ। धेरै लामो समय लाग्छ रौतहटको लागि है। अनि ल हेर्नुहोस् त अब बागमती पुल आयो रौतहट आयो। रौतहटनिर बागमती पुल छ र यो बागमती पुलले चाहिँ सर्लाही जिल्ला र रौतहटलाई जोड्ने काम गर्दछ र यहीँनिर चाहिँ एउटा भरताल छ। हामी त्यही नजिकै पुग्छौँ तर हामी भरताल नै चाहिँ पुग्दैनौँ किनकि हामी पहिल्यै गइसकेका छौँ। भरताल गइसकेका थियौँ त्यसैले हामी चाहिँ त्यहाँ गइएन। र हेर्नुहोस् त त्यहाँ कति सुन्दर भ्युजहरू थियो नि। मैले चाहिँ मेरो हस्बेन्डलाई धेरै मनाउने कोसिस गरेँ फेरि पनि जाउँ भनेर तर मानेनन् उनले र नमानेपछि हामी त्यहीँनिर बस्यौँ। तर रमाइलो थियो एकदमै रमाइलो थियो र त्यहाँनिर गएर हामीले बस्यौँ। इन्जोय नेचर अलर्ट र त्यस पछाडि फेरि हामी त्यहाँ गएर स्याउहरू के अरे सुन्तला के स्याउ के अरे केरा लिएर आएका थियौँ र त्यही खायौँ र हेर्न सक्नुहुन्छ भ्युज
यो चाहिँ आसपासको भरताल आसपासको भरताल चाहिँ हामी धेरैपल्ट पहिला पनि गएको कारणले त्यतिखेर मात्रै बस्यौँ किनकि त्यो धेरै शीतल थियो कि धेरै शीतल थियो र त्यही शीतलतामा चाहिँ हामी बस्नलाई रुचायौँ गएन त्यहाँसम्म सक्नुहुन्छ पिक्चर यो चाहिँ भाग 1 हो है भाग 1 मात्रै हो किनकि हामी बस्दै बस्दै बाटोमा त्रिचुर पुग्ने हो त्यसैले यो भाग 1 हो भाग 2 पनि हेर्नु होला भन्न चाहन्छु मेरो साथीहरूलाई र यसरी हामी हेर्नुहोस् त खरै खर थियो जुन खरले चाहिँ घरहरू छाउने काम गरिन्छ धेरै सुन्दर थियो यो र मैले चाहिँ यसलाई एकदमै धेरै हाइलाइट गरेर खिचेँ किन खिचेँ भन्दा मलाई अति नै मन परेको थियो यो भ्युज यति चिसो हावा नेचर लभ चाहिँ त्यति लामो समय लाग्दैन किनकि मैले त्यो सेम पिक्चरलाई चाहिँ फेरि पनि राखेछु त्यसैले यस्तो भएको हो है त्यहाँ हेर्न सक्नुहुन्छ नदी यो चाहिँ बागमती नदी हो र यही बागमती नदीको पानीलाई चाहिँ जम्मा गरेर त्यहाँ भरताल बनेको छ भरतालको बारेमा त हजुरलाई थाहै होला है र हामीले यसरी फोटो पनि खिच्यौँ यसरी फोटो खिचेर हामी त्यहाँबाट लाग्यौँ हामीले फेरि अब रौतहट हुँदै रौतहट बजारतिर लाग्दैछौँ अब हामी र त्यहाँ पुगेर हामी आइपुग्यौँ रौतहट बजार र अब चाहिँ मैले मेन ठाउँको मात्रै खिचेको छु है यो चाहिँ रौतहट बजार हो राम्रो थियो पनि मेन बजार रहेछ यो पनि तराई नै हो मध्य प्रदेश नै हो पनि सुन्दर लाग्छ मलाई मध्य प्रदेश यहाँको मिथिला कल्चर आई रियली एप्रिसिएट मिथिला कल्चर एन्ड आई इभन वान्ट टु स्टडी इन मिथिला कल्चर इन डेप्थ लेभल होइन र यसरी हामी चाहिँ निजगढतिरको यात्रातिर लागेका छौँ अब है हेर्न सक्नुहुन्छ अब चाहिँ हामी एउटा बाटोमा चाहिँ मैले जनावरलाई के अरे भैँसीहरूलाई चाहिँ एकदम काँडेर धेरै भैँसीले एउटै ट्रकमा राखेर ल्याएको देखेको थिएँ जुन देखेर मलाई एकदम धेरै नै मजा लाग्यो पनि हेर्न सक्नुहुन्छ बारा जिल्ला जिल्ला हो मैले यो बारा जिल्लालाई पनि धेरै फोकस गरेर खिचेको थिएँ किनकि मलाई एकदम मनपर्छ राम्रो बजार छ लेफ्टतिर गए बिरगन्ज पुगिन्छ र हामी चाहिँ राइटतिर जानुपर्ने थियो हेटौँडातिर हेर्न सक्नुहुन्छ
खान्छौँ मिठो तिउको जुस त्यो पर्सा राष्ट्रिय निकुञ्जमै हो यो जान्छ गुड मेमोरिज एट हेटुङ्गा र हामी चाहिँ यहीँनिर हिँड्न सकिन्छ यहाँ कहाँ जानु भनेर लेखेको छ यो हेटुङ्गा हामी बस पार्कतिर लाग्दैछौँ त्यहाँ चाहिँ हामीले त्यहीँनिर होटेलमा खाना खान्छौँ एउटा थकाली रेस्टुरेन्ट रहेछ त्यहाँनिर हामीले खाना खान्छौँ यो चाहिँ त्यही रेस्टुरेन्टको पेन्टिङ हो र त्यहीँबाट फेरि हामी यात्रा सुरु गऱ्यौँ अब हामी चितवन छौँ बाटोमा यही पानी पऱ्यो मुसलधारे पानीमा भिज्यो रोकियो फेरि रेनको पुग्यो चितवनसम्म लाग्छौँ हेर्न सकिन्छ कतिको हनुमानको पिक्चर त्यहाँनिर त्यो पनि हेटौँडामै हो हेर्नुहोस् त त्यहाँ सियाराम हामी चाहिँ यहाँनिर बस रोकेर पेट्रोल हाल्छौँ अनि त्यस पछाडि के राम्रो आयो सबै चितवन है यो चाहिँ चितवनको नारायणी पुल चाहिँ बस गऱ्यौँ र पश्चिमतिर लाग्यौँ र मलाई यहाँनिर साह्रै मजा पनि लाग्यो किनकि अलिकति उताबाट भयो माइती भएको थियो मेरो घरतिर जाँदैछु किनकि मेरो बिहे भएको पहिलो दसैँ हो मजा पनि लाग्यो पिछो पिछो हुनु छोडेन किनकि जति पश्चिमतिर लाग्दै गयो जति पश्चिमतिर लाग्यो भइसकेको थियो मैले पछाडि सकेका छौँ
जति पश्चिम गयो पनि मलाई मजा लाग्यो। मेरो घर मेरो प्रेरणा सबजना याद आयो। अब हामी देवचुली नवलपुर देवचुली कावासोती अनि हुँदै हामी बर्दघाटसम्म आइपुग्यौँ। यो चाहिँ कावासोती हो जहाँ चाहिँ हामी एकछिन रेस्ट गरेका थियौँ। एकदमै रमाइलो थियो यो पनि। हस्।